त्यो अवस्था त्यहाँ इमर्जेन्सी जुन मेडिकेसन हुन्छ इन्जोर हुनु भएको छैन अनि अब त्यो पुरा दवाई तो लगी ली है रुकना 10 मिनट के बाद दवाई एगो ठीक हो एगो के दूसरा काम तो अवस्था सर उहाँहरूको अब अलिक क्रिटिकल छ सर त्यो पहिलो त बिरामीको त क्रिटिकल छ कि अनि सर उहाँको अलिकता अब सर उहाँको सर विकनेस इन द राइट लेभल विकनेस अलिकता त कमजोरी छ अनि सर त्यो मेडिकेसन त पछिबाट त्यो आराम हुन्छ तर उहाँको अलिकता त गम्भीर बाहिर रेफर गर्नुपर्छ होला बाहिर अब त्यो बेड नम्बर अब त उहाँको तरिकाको चान्सेस आएछ अब अनुसार उहाँको उहाँको अलिकता सर कन्ट्रोलेबल थियो अनि जस्तो हजुरको नाम चाहिँ मेरो नाम डाक्टर पवन कुमार दास